पुनः मिडियाका साथीलाई स्वागत जनाउन चाहन्छु र जनतालाई सम्बोधन गर्न चाहन्छु। सर्वप्रथम त कालिम्पोङका जनतालाई म धन्यवाद भन्न चाहन्छु। लामो समयदेखि मोदीजीको नेतृत्वप्रति भारतीय जनता पार्टी हाम्रो गठबन्धनप्रति जुन उहाँको आस्था, विश्वास र भरोसा छ त्यसका लागि हामीहरू सम्पूर्ण ऋणी छौँ र 2026मा फेरि पनि भारतीय जनता पार्टी र हाम्रो एलायन्स गठबन्धनको क्यान्डिडेटका रूपमा प्रार्थी आदरणीय भरत छेत्रीजी उपस्थित हुनुहुन्छ। भरत छेत्रीज्यूको बारेमा भन्नुपर्दाखेरि भारतीय गोर्खाका एकजना स्वाभिमान हुन्। पूर्व हकी इन्डियाका कप्तान भइसकेका व्यक्ति हुन्। यही माटोको उहाँ भूमिपुत्र पनि हुन् र दार्जिलिङ पहाडलाई माया गर्ने, कालिम्पोङलाई माया गर्ने, यहाँका युवाहरूलाई माया गर्ने, खेलका साथमा उहाँहरूलाई जोड्ने र कालिम्पोङको बारेमा जुन जानकारी राखेर कालिम्पोङको हितमा म केही गर्छु, किनभने कालिम्पोङको माटोले मलाई मान पनि दियो, सम्मान पनि दियो, स्वाभिमान पनि दियो र मैले उच्च पद यानि हकी इन्डियाको कप्तानको पदसम्म पुगेँ र भारतका ठुल्ठुला मैले मेडलहरू पनि प्राप्त गरेँ र अब मेरो पाली हो यो माटोका लागि, गोर्खा जातिका लागि, कालिम्पोङका लागि म केही गर्छु भनेर एउटा सोच राखेर उहाँ लामो समयदेखि 3-4 सालदेखि कालिम्पोङमा प्रयासरत हुनुहुन्थ्यो र हामीहरू पनि खुसी छौँ भारतीय जनता पार्टीका नेतृत्वले उहाँलाई गठबन्धनको प्रार्थीको रूपमा स्वीकार गरिदिनु भयो र मलाई पुरा विश्वास छ आउँदो दिनमा यहाँको जनताको आकाङ्क्षा र अपेक्षामाथि खडा भएर उत्रेर त्यसलाई पूर्ति गर्ने उहाँले त्यो सक्षम पनि गर्नुहुन्छ भन्ने मलाई पुरा विश्वास छ। बाँकी म त छँदैछु। ल अब प्रश्न उत्तर। सर, तपाईँले चाहिँ यो मे 5 मा जिटिए खारिज हुन्छ भन्नुभयो, कुन आधारमा भन्नुभयो, कुन भारतीय जनता पार्टी आउने बित्तिकै हुन्छ भन्नुभयो? यो त केन्द्र सरकार र राज्य सरकारको सिग्नेचर साथमा एउटा एमओयू मात्रै हो, यसलाई बेसी जटिल नबनाऊ कि। समयमा चाहिँ हजुरले यो खारिज म त पहिले त्यस्तो कुरा होइन, मैले त आजदेखि होइन 19 देखि नै भनिरहेको जिटिए चाहिँ काम लाग्ने व्यवस्था होइन, बुझ्नुभयो नि। यो चाहिँ समाधान होइन, यो एउटा समस्या हो गोर्खा जातिका लागि है। हाम्रो स्वाभिमान बेच्ने, हाम्रो स्वाभिमानलाई झुक्काउने काम जिटिएले गरेको छ। अनि हेर्नु, केन्द्र सरकारको एउटा अन्डरस्ट्यान्डिङ मात्रै हो, बुझ्नुभयो नि। यो कानुन बन्नेको त कलकत्ता विधानसभामा हो, बुझ्नुभयो नि। र केन्द्र सरकारको पार्लियामेन्टमा कुनै विधेयक पेश भएर यो पारित भएको कुनै जिटिए व्यवस्था होइन हो। जिटिए म भन्दिनँ नराम्रो हो भनेर, तर जिटिए जुन प्रकारको एउटा अन्डरस्ट्यान्डिङ थियो त्यो प्रकारले जिटिएलाई स्वतन्त्र रूपमा काम गर्न पश्चिम बङ्गाल ममता दिदीले दिएनन्। त्यही भएर 2017मै जिटिए खारिज गरेर जिटिएका सभासद नेताहरू सडकमा उत्रेका हुन्, बुझ्नुभयो नि। बेकडोरदेखि साँठगाँठ गरेर पैसा रुपियाँ खाएर चाहिँ है त्यही व्यवस्थालाई अगाडि चलाउँदै गोर्खा जातिलाई मास्ने कुरो भएको छ। अनि हेर्नुहोस्, जिटिएलाई खारिज गर्दिनँ भन्नु भने म के भन्नु? जिटिए म स्वीकार्छु भन्नु? जिटिएको चुनाव पनि नलडेको, बुझ्नुभयो नि। यो संवैधानिक व्यवस्था हुँदै होइन जबसम्म पहाडमा संवैधानिक व्यवस्था हुँदैन, पहाड तराई डुवर्सले न्याय पाउँदैन। यो कुरा बुझ्नु होला, किनभने कलकत्तामा जोसुकैको सरकार होस् त्यसले चल्न दिँदैन। त्यही भएर जिटिए मान्दैनौँ, यो गैर संवैधानिक एउटा व्यवस्था हो, त्यसलाई हामीहरू खारिज गर्छौँ। जिटिएमा भएको भ्रष्टाचारको जाँच हुन्छ र जिटिएले जति पनि हाम्रो समृद्ध सम्पत्तिहरू बेचेका छन् त्यसको पनि जाँच हुन्छ। ठेकेदारलाई भन्न चाहन्छु, लिजमा लिनुभएको छ, खर्च गरि नहाल्नु होला, तपाईँको पैसा बर्बाद हुन्छ। जिटिएको विकल्पमा के छ अहिले म त भन्न मिल्दैन चुनावको मुखमा, बुझ्नुभयो नि। मैले इन्टरलोकेटरलाई लिएर राजनीति गरेको थिएन। पंकज सिंहज्यू यहाँ आउनुभयो, मैले कुनै दिन पनि राजनीति गरेन। इभन मैले जिटिएका चिफलाई पनि भने तपाईँ पनि गएर भेट्नुहोस्, आफ्नो मनको कुरा सुटुकै राख्नुहोस्, मिडियामा नबोले तपाईँ। उहाँ गएन, जिटिएले मानेन। अनि त्यसले चाहिँ के प्रमाणित गर्दैछ भने जिटिएका नेताहरू, बिजेपिएमका नेताहरू, टिएमसीका नेताहरू जिटिएसँग खुस छन्। त्यसैका विरोधमा त बार पहाडमा चुनावमा हामीहरूले मत पाउँदैछौँ त। आज बिजेपीले जति पनि समर्थन पाएको जिटिएका विरोधमा हो, बुझ्नुभयो नि। त्यो जिटिएका लागि हामीले कम्पिटिसन गरेका छैनौँ, बुझ्नुभयो। र यो एउटा गैर संवैधानिक व्यवस्था हो, यसका विरोधमा हामीहरू हिजो पनि थियौँ, आज थियौँ, भविष्यमा पनि हुन्छौँ। तर तपाईँले योभन्दा अगाडि त जिटिए चुनाव पनि हुँदैन भन्नुभएको थियो, तर चुनाव चाहिँ भयो होइन? अहिले अब भयो, हेर्नुहोस्, एउटा 5 तारिकभित्रमा नै फेरि जिटिए खारिज हुन्छ भन्नुहुँदैछ। कसरी, त्यसको आधार के हो? हेर्नुहोस्, खारिज हुन्छ कि कुनै होइन सरकार? सुन्नुहोस्, यस्तो हो कि दुईवटा तपाईँले पहिले के सोध्नुभयो? पहिला पनि तपाईँले जिटिए खारिज हुन्छ, इलेक्सन हुँदैन भन्नुभयो। हेर्नुहोस्, एउटा कुरो बुझ्नुपर्छ कि जिटिए इलेक्सन हुँदैन त्यसको आधारहरू थिए, बुझ्नुभयो नि। हामीहरू कोर्टमा पनि थियौँ
बुझ्नुभयो नि, कोर्टमा पनि। तर जिटिएको चुनाव कसले गराउँछ? जिटिएको चुनाव पश्चिम बङ्गाल सरकारले गराएको हो, बुझ्नुभयो। चुनाव आयोगले होइन, नम्बर 1। चुनाव आयोगले गराउँथ्यो भने त्यसलाई हामीहरू रोक्थ्यौँ, तर चुनाव आयोगले होइन, के पश्चिम बङ्गाल सरकारले, टिएमसी सरकारले गराएको, अनि यहाँ डिएमले गराएको। त्यसमा दानली भयङ्कर भएको छ। 30% भोट मात्रै पाए, त्यसमा पनि 80% चोरी भएर जिटिएमा हामीहरूका साथीभाइहरू दाजुभाइहरू बसेका हुन्, बुझ्नुभयो नि, रुपियाँ पैसाको लालचले गर्दाखेरि। र त्यसरी यो चुनाव भएको, नभए त्यतिखेर चुनाव हुँदैन थियो। र अब कुरा रह्यो तपाईँको कसरी खारिज हुन्छ। 4 तारिक यहाँ भोटको काउन्ट हुन्छ, 5 तारिकमा पछि लास्ट डेट हो, 5 मई, बुझ्नुभयो नि। हामीहरूको मुख्यमन्त्री बनिन्छ, टेबलमा बसिसक्दा सबभन्दा पहिले जिटिए खारिज भनेर त्यसको हस्ताक्षर हुन्छ। र यो बेला बिचमै म तपाईँलाई जनतालाई पनि भन्न चाहन्छु, जुन प्रकारले इन्टरलोकेटरको एउटा अन्तिम स्वरूप दिने थियो, उहाँको काम प्राय भइसक्यो। यो 40 दिन चुनावमा हामीहरू बिजी भए तापनि ऊ यस क्षेत्रमा नआए तापनि आफ्नो काम गरिरहेका छन्। हामीहरूसँगमा स्थायी राजनीतिक समाधान, पार्लियामेन्टमा बिल पास हुने मतलब त्यो प्रकारको एउटा बिल र कानुन हामीहरूसँग त्यो मसौदा तयार छ, तर अहिले त्यो भन्न मिल्दैन, बुझ्नुभयो नि। अनि हामीहरूले काम आजदेखि थोरै नगरेको, चुनाव आउँदैछ भनेर। मैले त 2019 नै गरिरहेको छु। आरजेडीका सांसद सुधाकर सिंहले गोर्खाल्यान्डको प्राइभेट बिल ल्याउने कुरा अघि उठिरहेको छ। तपाईँ पिपिएसको बिल ल्याउने कुरा गर्नुहुँदैछ अहिले, तर आरजेडीका जुन सांसद सुधाकर सिंहले जुन गोर्खाल्यान्डको प्राइभेट बिल संसद कहिले ल्याउँछन् अरे? आज वक्तव्यहरू अघि आइरहेको छ। ल्याइहाल्नु भन्नु, ल्याइहाल्नु। हेर्नुहोस् कि खेलाची होइन, सुन्नुहोस्, खेलाची होइन, बुझ्नुभयो नि। प्राइभेट मेम्बर बिल आउँदाखेरि त्यो कानुन बनिँदैन, बुझ्नुभयो नि। प्राइभेट मेम्बर बिल आउँदाखेरि मैले पनि कति ल्याएँ, बुझ्नुभयो। यति कुरा हामीहरूले बुझ्नुपर्छ। प्राइभेट मेम्बर बिलमा, बुझ्नुभयो नि, बिल आउँदैछ भने त्यसको के कारणले आउँदैछ, व्यक्तिगत उसको स्वार्थ के छ, त्यो बुझ्नुपर्छ। प्राइभेट मेम्बर बिल आउँदाखेरि त्यो सरकारको बिल हुँदैन, त्यो एउटा पार्टिकुलर मेम्बरको बिल हो। त्यही भएर जनतालाई मूर्ख नबनाऊ। जब सरकारको बिल आउँछ अनि मात्र त्यो बिल डिस्कस भएर पारित हुन्छ। सर, तपाईँ जुन यो करप्सनको मुद्दा उठाउनु भयो नि त, जल जीवन मिसनमा हामीले देखिरहेको छु, यो जुन अमृत प्रोजेक्ट छ त्यसको त बजेट आउने बित्तिकै सकियो भन्ने कुरा छ। र जनताले भन्छ कि जिटिएसँग मिलेर सांसद राजु बिष्टले पनि घोटाला गरेका छन्। जनताले होइन, हाम्रा मिडियाले भन्छन्, बुझ्नुभयो नि। यो मिडियाले नै चम्काउँछन्, तपाईँ भ्रष्टाचार भएको छ, तपाईँ नै प्रुफ गर्नु हुँदैछ त। जनता, तपाईँ उसलाई किन सोध्नु हुँदैन भ्रष्टाचार गर्दैछस् भनेर? सोध्दैन तपाईँ, मिलेको छ अरे भनेर, बुझ्नुभयो नि। कति खेप यहाँ जाँच कमिटी आइसक्यो, बुझ्नुभयो नि। चाहे अमृत 2 का लागि होस्, चाहे प्रधानमन्त्री ग्राम सडक योजनाका लागि होस्, चाहे जल जीवन मिसनका लागि होस्, खानेलाई चाहिँ तपाईँहरू सोध्दैन, नखानेलाई चाहिँ तपाईँहरू सोध्छ। पैसा उनीहरूले पाएका छन्, पैसा उनीहरूले थापेका छन्, भ्रष्टाचार उनीहरूले गरेका छन्। प्रश्न तपाईँ मलाई गर्नुहुन्छ। केन्द्रमा हजुरहरूको सरकार छ र केन्द्रकै प्रोजेक्ट हो र केन्द्रले यसमा छानबिन गर्छ भनेर हो, त्यही हो। अर्को एउटा बुनिले राम्रो कुरा गरिन्। जल जीवन मिसन केन्द्रको योजना हो, अमृत केन्द्रको योजना हो, ग्रामीण सडक योजना केन्द्रको। रुदेन लेप्चा मान्दैनन् है, मिडियाले बुझेका रहेछन् नि, यो जनताले भन्न चाहन्छु, बुझ्नुभयो नि। तर के छ भने भारत सरकार पनि एउटा फेडरल स्ट्रक्चरको अन्तर्गत आउँछ, एउटा काम गर्ने प्रक्रिया हुन्छ, बुझ्नुभयो नि। र धेरै ठाउँ हामीहरूले काम गर्दा यहाँ जाँच कमिटी नआएको होइन, जिटिएका नेताहरू गाडी लिएर पुगिहाल्छन् बागडोग्रा। त्यो बिचारा जाँच कमिटी आउनुले त बुझ्दैन नि त, कसलाई भेट्ने हो कसलाई भेट्ने होइन। त्यही प्रशासनलाई सोधेर अनि गाडीमा ल्याउँछन्, होटलमा बसाउँछन्, 3-4 दिन रमाइलो गराउँछन्, फर्काइदिन्छन्, अनि आफ्ना हिसाबले रिपोर्ट। धेरैचोटि यस्तो भइरहेछ र मैले धेरै जग्गामा आफ्नो कार्यकर्ताले पनि त्यही भएर खडा गरिरहेको छु। अनि यहाँ बाधा कहाँ आउँछ भने राज्य सरकार हामीहरूको होइन, राज्य सरकारले उनीहरूलाई प्रोटेक्ट गर्ने काम गर्छ। अक्सिजन कहाँबाट पाउँछ पहाडले? त्यो भेन्टिलेटरबाट जुन अक्सिजन आउँछ नि, त्यो कलकत्ताबाट आउँछ। अब भेन्टिलेटर पनि खत्तम हुँदैछ, कलकत्ता पनि खत्तम हुँदैछ, त्यो अक्सिजनको पाइपै काटिन्छ, बुझ्नुभयो नि। अनि मैले त्यही भन्दैछु, 5 तारिक हेर्नुहोस्, यहाँ 10 सालमा जति पनि भ्रष्टाचार गरेको छन् हाम्रा नेताहरूले, त्यसको जाँच हुन्छ। ख्वाप खाएका छन्, हजारौँ करोड रुपियाँको सम्पत्तिहरू जनताको लुटेका छन्। आज समृद्ध पहाडलाई नाङ्गो बनाएका छन्। हामीहरूका ठुला जति पनि एसेटहरू थिए, हाम्रा युवाहरूले आज पलायन गर्नु पर्दैछ। युवाहरू त्यहाँ गाउँमै बसेर गाउँमै आफ्नो नोकरी पाउँथे, तर युवाहरू बाध्य छन् आज बेङ्गलोर र दिल्ली र कलकत्ता गएर काम गर्न। त्यो प्रकारको यहाँ व्यापक रूपमा भ्रष्टाचार म छोड्दिनँ। सबैले मामा घर एकखेप चाहिँ म पठारै छोड्छु। अनि म कन्ट्र्याक्टरलाई पनि भन्न चाहन्छु, हेर्नुहोस्, म कन्ट्र्याक्टरलाई नराम्रो भन्दिनँ, तर जुन प्रकारको 17% लिएर 30% तपाईँले दिएर कमिसन खुवाएर जुन घटिया क्वालिटीको तपाईँले काम गर्नु हुँदैछ नि, त्यो चाहिँ कदापि पनि स्वीकार्य छैन।
सो तपाईँहरूले पाहाडमा जति बाचा गर्नुभएको छ 11 जनजाति र धेरै अरू मुद्दाहरू पनि छ र तपाईँहरूले चुनावको अगाडि मात्रै भन्नुहुन्छ कि गोर्खाको सपना हाम्रो अब सपना यस्तो हो। छ नि बहिनी। कुनै पनि काम भएको छैन गोर्खाको हितमा। डेभलपमेन्ट हेर्दा पनि सिलगढीमा भएछ, पाहाड क्षेत्रमा त्यस्तो डेभलपमेन्ट पनि भएको छैन। यसमा हजुरहरूले के भन्नुहुन्छ? यो आफै कन्ट्राडिक्टरी हुन्छ तपाईँहरूको प्रश्न। अहिले भन्नुहुँदै थियो जलजीवन मिसन केन्द्रको योजना, अमृत केन्द्रको, अब म गनाउँछु नि, तपाईँ आउनुहोस् हेर्नुहोस्, अलिकति तपाईँले स्टडी गर्नु, खोताल्ने काम गर्नु। 717 हाइवे कहाँ सिलगढीमा बनिएको? बाग्राकोटदेखि तपाईँको कालिम्पोङ हुँदै गान्तोक जाने बाटो कहाँ बनिँदैछ? पहाडमा बनिँदैछ। नम्बर 1 जल जीवन मिशनका लागि 2450 करोड रुपियाँ खाली पहाडको ग्रामीण क्षेत्रका लागि केन्द्र सरकारले दिएको। अमृत 2 का लागि यो कालिम्पोङ म्युनिसिपालिटीका लागि 200 करोड रुपियाँ केन्द्रले दिएको। खरसाङ म्युनिसिपालिटीका लागि 240 करोड रुपियाँ दिएको। मिरिकका लागि 199 करोड रुपियाँ दिएको। तपाईँको दार्जिलिङमा अमृत 2, अमृत 1 मा 216 करोड थियो, अमृत 2 मा 290 करोड रुपियाँ केन्द्र सरकारले दिएको। थर्ड, तपाईँ हेर्नुहोस् इर्कोनको जुन आज रेल बनिँदैछ, सेवक पहाडमै पर्छ। सेवकदेखि लिएर रङ्पू पहाडी क्षेत्रमै 44 किलोमिटर, त्यसमा 40 किलोमिटर दार्जिलिङ कालिम्पोङ पर्छ। त्यो कहाँ हो? पहाडका लागि बनिँदैछ। आवास योजना पहाडले पाएका छन्, बुझ्नुभयो नि? हुन चाहिँ त्यसमा भ्रष्टाचार भएको छ, बुझ्नुभयो? अनि जति पनि RIDF को बोर्डर एरिया डेभलपमेन्ट फन्ड त्यसको सबै हुँदैछ। र त्यति मात्रै होइन, पर्खिनु म नआतिनु नकुन्दु छिटिनु न, भन्न दिनुहोस्। नम्बर 1 अनि त्यसका साथसाथमा आज हेर्नुहोस् सिलिगुडीदेखि दार्जिलिङ सुगुन 4000 5000 को ट्राफिक हुनुपर्ने आज 15000 ट्राफिकको गाडी छ। त्यसलाई हेरेर केन्द्र सरकारले अलरेडी DPR बनिँदैछ। सिलिगुडीदेखि बालासन हुँदै तपाईँको अल्टरनेटिभ हाइवे दार्जिलिङ सुगुनका लागि बनिन्छ। त्यति मात्रै होइन, तपाईँको एउटा सर्टकट 24 किलोमिटरको टिस्टादेखि लेबुङ भ्याली सुगुनको 25 किलोमिटरको त्यसको पनि DPR बने। यी सबै केन्द्रका योजना जो पहाडका लागि। अनि आज हेर्नुहोस् किन पहाड मात्रै, त्यति हाम्रो सङ्कोची मन किन छ? आज जुन बालासनदेखि सेवक मोड सुगुन 12.5 किलोमिटरको 4 लेन 6 लेनको हाइवे बनिँदैछ, के त्यसमा चाहिँ गोर्खा कुद्दैन? आज बागडोग्रा एयरपोर्ट के त्यो चाहिँ हामीहरूलाई चाहिँदैन? अब एयरपोर्ट दार्जिलिङ पहाडमा त बनिँदैन नि त। त्यो हाम्रो यी सबै यो हामीहरूका मानसिकतामा यी हाम्रा नेताहरूले ठुटे नेताहरूले हालिदिएको। आफूले केही गरेको छ, म कालिम्पोङमा छु, म च्यालेन्ज गर्छु रुदेन लेप्चाले या उसको पार्टीले या TMC पार्टीले एउटा पनि एसेट 1 रुपियाँ पनि जनताका लागि गरेको छ भने प्रमाण दियोस् त। सर यो जुन NH10 छ यो चाहिँ सबैको लागि कन्भिनियन्ट हाइवे मानिन्छ। सिक्किममा पनि हजुरहरूले अलायन्स सरकार छ, सिक्किमले पनि NH10 नै युज गर्छ र अहिलेसम्म पनि NH10 को किन स्थिति हमेशा खराब नै रहन्छ? यस्तो हो, जनताले भोग्नुपर्छ हमेशा। भोगिराख्दा 15 साल 20 साल तपाईँले कहिले पनि प्रश्न गरेन, त्यही भोगेर भनेर NHAI DCL-लाई त हस्तान्तरण गरेको हो। तपाईँले बुझ्नुपर्छ 6 महिना मात्रै भयो। आज 6 महिनाभित्रमा 200 करोडको टेन्डर भएर काम हुँदैछ। मसँग अहिले NH10 जानु होला, त्यही बाटो म पनि आएको, बुझ्नुभयो नि? र NH10 लाई पनि हस्तान्तरण भयो। NH55 दार्जिलिङ जाने पनि त्यो केन्द्र सरकारको अधीन आइसकिरहेछ। 6 महिना अगाडि के थियो भने PWD का अन्तर्गत थियो। PWD ले कहिल्यै बनाएन, त्यहाँ व्यापक रूपमा भ्रष्टाचार भएको छ। उहाँ उमेशजीलाई सबै कुरा थाहा छ। र आज NHAI DCL ले एक्जिस्टिङ बाटोलाई मर्मत गर्ने र सँगसँगै इर्कोनको अझै माथि एउटा अल्टरनेट हाइवे बनाउनको लागि पनि त्यसको DPR को फिजिबिलिटीको काम चल्दैछ। यो इलेक्सनमा तपाईहरुको भारतीय जनता पार्टीको पाहाडलाई लिएर कस्तो म्यानिफेस्टो छ? पहाडको